2000 वर्ष अघि परमेश्वरको आफ्नै मात्र पुत्र यो संसारमा आउनुभयो। उहाँको नाम येशू ख्रिस्ट। हजुरलाई येशू प्रभु दाजु, यो परमेश्वरको वचन हो, यो हाम्रो वचन होइन। हजुरभाइ दिदीबहिनी, तपाईहरूलाई परमेश्वरको आशिष चाहिन्छ भने येशू ख्रिस्टलाई विश्वास गर्नुहोस्। 2000 वर्ष अघि येशू ख्रिस्ट परमेश्वरको आफ्नै पुत्र यो संसारमा आउनुभयो। उहाँ मर्नुभयो, 3 दिनपछि उहाँ दौडी उठ्नुभयो। येशू ख्रिस्टको जीवनमा एक पाप छैन। येशू ख्रिस्ट पवित्र 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 हुनुहुन्छ। दाजुभाइ दिदीबहिनी, एक मात्र बाटो स्वर्गको लागि, एक मात्र बाटो स्वर्गको लागि। धेरै बाटोहरू नरकको लागि, धेरै बाटोहरू नरकको लागि। यो संसार धेरै खतरा छ, है। आज भोलि युद्ध छ, इरान देश र इस्रायल देश, सबैजनालाई शान्ति चाहिन्छ। दाजुभाइ दिदीबहिनी, म तपाईँको सेवक हुँ, म तपाईँको भाइ हुँ। यो परमेश्वरको वचन हो, यो मेरो वचन होइन, यो हाम्रो विचारमा होइन। येशू ख्रिस्ट यो संसारको मुक्तिदाता हुनुहुन्छ। येशू ख्रिस्ट बाटो, सत्य र जीवन हुनुहुन्छ। येशू ख्रिस्ट स्वर्गको रोटी हुनुहुन्छ। भोक लाग्यो केको लागि, भोक लाग्यो केको लागि, परमेश्वरको पुत्र येशू ख्रिस्ट उहाँ स्वर्गको रोटी हुनुहुन्छ। दाजु हजुर, येशू ख्रिस्ट संसारको ज्योति हुनुहुन्छ। हजुर दाइ, यो परमेश्वरको वचन हो बाबु, यो मेरो वचन होइन। तपाईँको बाबु, येशू ख्रिस्ट यो संसारको मात्र मुक्तिदाता हुनुहुन्छ। अर्को मुक्तिदाता हुनुहुन्न, अर्को मुक्तिदाता होइन। यो परमेश्वरको अनन्त वचन हो। परमेश्वरको वचन हाम्रो आत्माको खाना हो। ज्याला चाहिँ त्यस्तो कानुन तोड्नुको ज्याला चाहिँ मृत्यु हो भनेर हामीलाई चाहिँ बाइबलले सिकाउँदछ। बाइबलले बताउँदछ कि पापको मूल्य, पापको दण्ड चाहिँ मृत्यु हो, शरीरको मृत्यु अनि आत्माको मृत्यु। जब हामीले परमेश्वरको हेलो जय मसी, जय नेपाल। तपाईँ सबैजनालाई आज हामी एउटा सन्देश सुनाउन आएका छौँ। हामी सबै मानव जातिको निम्ति एउटा असल खबर तपाईँहरूको बिचमा हामी सुनाउँदैछौँ। हामी सबै मानव जाति एउटा प्रेम गरिएको व्यक्तिहरू हौ। परमेश्वरले हामीलाई प्रेम गर्नुभयो अनि उहाँले हामीलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभएको छ र मानव जातिलाई चाहिँ परमेश्वरले आफ्नै स्वरूपमा सृष्टि गर्नुभएको कारण हामी यो बेलुकाको समयमा तपाईँहरूको बिचमा के असल खबरहरू बताउनलाई भनेर हामी आएका छौँ। हामी तपाईँहरूलाई आग्रह गर्न चाहन्छौँ, ध्यान दिएर यो सन्देशलाई सुन्नुहोस् भनेर हामी आग्रह पनि गर्न चाहन्छौँ। अनि यो चाहिँ हामी सबैजनाको लागि एकदमै आवश्यक सन्देश हो, किनकि यो जीवनको विषयमा प्रियहरू, अनन्त जीवनको विषयमा यो सन्देश छ। किनकि प्रियहरू, तपाईँ र म बाँचिराखेको यस संसारमा हामी सधैँभरि हामी यस संसारमा हामी रहिराख्ने छैनौँ। हामी सबैजनाको लागि मृत्युको दिन निर्धारण गरिएको छ। हामी हेर्नुपर्छ नरकमा, हाम्रो पापको कारण हामी नरक जानुपर्छ। तर परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ। उहाँको प्रेमको कारण आफ्नो एकमात्र पुत्र पठाउनु भएको, अनि जसरी उहाँमाथि विश्वास गर्यो त्यसलाई नाश गर्नु पर्दैन, त्यसले नरक जानु पर्दैन, तर त्यसले स्वर्ग जान सक्नुहुनेछ। येशू कहाँ आउनुहोस्, येशूलाई विश्वास गर्नुहोस् अनि येशूले अनन्त जीवन दिनुहुनेछ। येशूले अनन्त आशा दिनुहुनेछ। के तपाईँहरूलाई आशा चाहिन्छ? यो आशा बिनाको संसार हो।